कोकोनट ओइल त सबैले नै युज गर्नुहुन्छ, तर कोकोनट ओइल के पर्पसको लागि युज गर्न सकिन्छ त? आजको भिडियोमा म कोकोनट ओइल चाहिँ के पर्पसको लागि युज गर्छु भनेर शेयर गर्दैछु। सो म चाहिँ कोकोनट ओइल युज गर्दाखेरि जहिले नि प्योर भर्जिन नै प्रिफर गर्छु। त्यसको लागि चाहिँ मसँग छ एलपिस केयरको 100% प्योर अर्ग्यानिक केमिकल फ्री कोकोनट ओइल। फर्स्ट भनेको चाहिँ आई लभ टु डु ओइल पुलिङ। सो यसले चाहिँ ब्याड ब्रेथलाई हटाउनुको साथै टिथ व्हाइटनिङको लागि पनि एकदमै हेल्प गर्छ। त्यसको लागि चाहिँ 100% प्योर कोकोनट ओइल एकदमै बेस्ट हुन्छ। सेकेन्ड भनेको चाहिँ यदि तपाईहरुको हेयर एकदमै ड्राई एन्ड फ्रिजी छ भने चाहिँ सबभन्दा ट्रस्टवर्दी हेभी मोइस्चराइजिङ ओइल भनेको चाहिँ नि कोकोनट ओइल नै हो। थर्ड एन्ड एकदमै इम्पोर्टेन्ट भनेको चाहिँ मेरो चाहिँ बडी विन्टरमा एकदमै धेरै ड्राई हुने इची हुने हुन्छ, त्यसैले आई प्रिफर टु युज भर्जिन कोकोनट ओइल एज अ बडी मोइस्चराइजर। यसले चाहिँ मजाले बडीलाई मोइस्चराइज पनि प्रोभाइड गर्छ अनि यस्तो इची हुने समस्याहरू पनि घट्दै गएको छ मेरो चाहिँ। त्यति मात्र नभएर मेरो विन्टरमा चाहिँ हात खुट्टा पनि एकदमै रातो रातो हुने सुन्निने भइरहेको हुन्छ। सो त्यसको लागि पनि म चाहिँ भर्जिन कोकोनट ओइल नै युज गरिरहेको हुन्छु। फोर्थमा चाहिँ यदि तपाईहरुको स्किन एकदमै धेरै ड्राई छ विन्टरमा भने चाहिँ तपाईहरुले चाहिँ कोकोनट ओइललाई एज अ फेस मोइस्चराइजर र एज अ मेकअप रिमुभर पनि युज गर्न सक्नुहुन्छ। एल्पिस केयरको कोकोनट ओइल चाहिँ भर्जिन केमिकल फ्री भएको कारणले गर्दा यदि तपाईहरुको बेबी छ भने चाहिँ बेबीको बडी मसाजको लागि पनि यो एल्पिस केयरको भर्जिन कोकोनट ओइल चाहिँ एकदमै बेस्ट हुन्छ। गेट योर्स फ्रम एल्पिस केयर।